मान्छे स्याहा स्याहा भएर हिँड्न सके होइन, तर मलाई फक्सटेलको लिप ग्लोस चाहिँ लगाउनै पर्छ। म यति अब्सेस छु नि यो फरेभर यङदेखि पाएको। हेलो साथीहरू, होइन म चाहिँ 4 बजी राति नै उठेर म रेडी भएर आइसकेँ। अहिले 5:30 भइसक्यो। अहिलेसम्म गाडी नै आइपुगेको छैन मन्दिर जानलाई। सो अब के हुन्छ, मन्दिर जाँदा कस्तो हुन्छ म तपाईँहरूलाई अगाडिको भिडियोमा भन्नेछु। हाई गाइस, म चाहिँ अब बुलेर चढिसकेँ होइन। मैले अगाडिकै सिट पाएँ अनि म बसिरहेको छु। अब अरू मान्छे पछाडि आउनु बाँकी हुन्छ। यो दाइले चाहिँ मलाई भाडा यति मजाले मिलाइदिनु भयो नि। अरूले 3500 4000 यस्तै भन्नुभएको थियो, उहाँले चाहिँ मलाई 1000 रुपियाँ नै गरिदिनु भयो। जान 500 आउन 500 गरेर। अनि म मन्दिर गएँ। म बिहानै 6 बजी नै हिँडिसकेको थिएँ होइन। मन्दिर चाहिँ 1 घन्टामै पुगिन्छ, तर बाटो चाहिँ आधी राम्रो छ नि, आधी चाहिँ एकदम धेरै पानी पऱ्यो, एकदम धेरै बिग्रेको छ। बाटोमा यस्तो राम्रो राम्रो भ्यू देखिरहेको थियो नि, सबै मैले खिच्न त सकिनँ, तर यति राम्रो भ्यूहरू देखिएको थियो। तपाईँहरू बाइकमा जाँदै हुनुहुन्छ भने चाहिँ बाटो एकदम खत्तम छ, अलि हेरेर बुझेर जानु। अनि बाटोमा चाहिँ एकजनाको यो गाडी पनि बिग्रेर उहाँहरू सबैजना चाहिँ हाम्रै गाडीमा चढ्नुभएको थियो। पहिले चाहिँ खाली नै थियो, पछि चाहिँ प्याक भयो हाम्रो गाडी नि। अनि हामी चाहिँ गयौँ, यति रमाइलो भयो थियो, मलाई राम्रो लागिरहेको थियो। फर्स्ट टाइम गएको, मलाई यस्तो यो डाँडाहरू भ्यूहरू एकदम मनपर्छ। लाली गुराँस त सेताम्मै फुलेको थियो भने भिडियो खिच्न मात्र सकिनँ। लाली गुराँस त यति फुलेको थियो कि म कसरी भनौँ कि है। मलाई चाहिँ कस्तो राम्रो लागिरहेको थियो, म फर्स्ट टाइम गएको हो नि त। अनि सो हामी चाहिँ अब गुडी भिलेज पुग्यौँ। अनि गुडी भिलेज चाहिँ कति राम्रो रहेछ कि। अनि त्यहाँ चाहिँ बस्ने मान्छेहरू हुन्न रहेछ, सायद सबै होटेल गर्ने नै हुनुहुन्छ त्यस्तै लाग्यो मलाई चाहिँ होइन। हिउँ पर्ने सिजनमा झन् कति राम्रो होला। म चाहिँ फर्स्ट टाइम जाँदै थिएँ। अनि मैले पूजा सामग्रीहरू किनेँ। फाइनली म चढेँ, मैले पूजा सामग्रीहरू पनि किनेँ। यो चाहिँ रहेको छ भ्यू, यस्तो खतरा देखेको छ नि यो हिमाल, तर लास्टै जाडो। फाइनली म कालिम्पोङ आएँ। कति राम्रो हिमाल हो कि म कसरी व्यक्त गर्न सक्छु होइन। मलाई यति रमाइलो लागिरहेको थियो नि, तर मोटो मान्छेलाई चाहिँ गाह्रो हुँदो रहेछ है। म चाहिँ मोटी भएर होला, मलाई त एकदम धेरै गाह्रो भयो। मलाई त त्यो के अरे केबल कारबाट झरेर उता हिँड्नुपर्ने बेला म त यस्तो स्याहाँ स्याहाँ भएको थिएँ नि, त्यस्तो स्याहाँ स्याहाँ त कसैलाई नहोस्। अनि मैले चाहिँ एकजनालाई भिडियो खिच्न लगाएँ होइन। अब भिडियो खिचिदिने मान्छे नहोस् त के गर्ने हो र। मलाई यति रमाइलो लागिरहेको थियो नि, तर भिडियो फोटो खिच्ने मान्छे नहुँदा चाहिँ साह्रै नराम्रो लाग्ने रहेछ। अनि म यस्तो यो नाक थुनेर हिँड्नु परेको थिएँ कि। अनि उहाँले चाहिँ मेरो भिडियो खिचिदिन्छु ल भन्नुभयो। अनि मैले हुन्छ खिचिदिनु न भने। अनि भिडियो खिच्न लगाएँ है। अब के गर्नु, एक्लै गएको, कोही थिएनन् भिडियो खिचिदिने नि। भगवान्, म चाहिँ आउन सकेँ होइन कालिम्पोङ मन्दिर। अनि म यति धेरै स्याहाँ स्याहाँ भएको थिएँ, मलाई लेक लागिसकेको थियो, मलाई यति धेरै गाह्रो भएको थियो।